गाइज नमस्ते सबैलाई। आज हामी चाहिँ दाजुभाइ भएर हाम्रो जन्मघरतर्फ जाँदैछौँ। गाउँमा विशेष काम रहेकोले हामी दाजुभाइ धेरै वर्षपछि जन्मघर जाँदैछौँ। लगभग 3-4 वर्षको अन्तरालपछि हामी आफ्नो जन्मघर जाँदैछौँ र यात्राको क्रममा केही तस्बिरहरू कैद गरेको छु। अल्छी नमानी हेरिदिनु होला है त। ल यो चाहिँ रोसी खोलाको बाटो हो गाइज। एकदमै बिग्रेको छ, अहिलेसम्म पनि बनेको छैन। सायद अझै 4-5 वर्ष लाग्छ होला यो बाटो बन्नलाई। एकदमै कच्ची छ, एकदमै गाह्रो हुन्छ यो बाटोमा हिँड्न चाहिँ। हामी पनि बल्ल बल्ल झन्डै 2 घन्टा जति लागेर हामीले यो बाटो कटायौँ र तपाईँहरू पनि आउनुभयो भने राम्ररी आउनु होला है त। रेस्ट हान्दिएको अझ हामी चल्दै गएको टट्टु गर्मी छ। ऐना पार्क हरन हान न। फाइनली घर आइपुग्यो। यहाँ यस्तो यस्तो बाँधेको रहेछ। हाम्रो पुरानो गोठ। यो चाहिँ हाम्रो नयाँ गोठ। उहाँ चाहिँ मेरो ड्याड होला गाइज। के गर्नु यस्तै छ काम। हाम्रो भूकम्पमा बनाएको घर त्यो सबै हो। ए होइन यो त ए उता हो। के हो बारी पहिला यत्रो यत्रो हुनु पनि दिएको थिएन। अहिले त्यही त यो बारी हाम्रै हो। यो बारी हाम्रो हो पनि किनेको कि पहिले छुट्टेको हेर नि। हाम्रो भूकम्पमा बनाएको घर। ए हो 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 त्यतिखेर क्या मैले कसले मासु पकाइदिएको थिएँ। कहाँ कोही पनि थिएन त्यहाँ गोठमा होइन। त्यही हो म मात्रै म र पुनम गए होइन नि। म र पुनम अनि हामी त्यही बेला खानसान गएको। यो कसको हाम्रो सानो 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 It's a beautiful day. बुढा शान्त खाटु हो। हजुर भाउजूलाई यो पानी त होला नि। खानु पानी सबै ठुलो घर बाजिरहेको त्यो के हो? ए जाँड छ नक्कली ज्यालो सक्कली ज्यालो तर चिटिक्क चाल। म 2-3 वर्ष अगाडि आउँदा त यही सुतेँ म त एक्लै। मैले बाथरुममा सुतेको खाएँ, बाहिर भित्र सुतेँ, म यहाँ सुतेको खाएँ। यो बाजीको
यो बाजीको यो बुझेको ल आलु त यसरी राखेछ हरामीले बाजी बुझेकै छ है अहिलेसम्म पनि यो बुझेको यो बाजीको अहिले त के छ खाली होला है यहाँ त बुवाको हो क्या यो टोपी त बुवाको हो यो के हो कति यस्तो कति रहेछ के हो यहाँ पनि छ है पहिलाको त कति बलियो होला यो दराजु यो क्यासेट मोबाइल ल्या क्यासेट तपाईँको मोबाइल ल्याइदिएको क्यासेट यो के हो कसको फोटो हो यो तपाईँको बुबाको फोटो हो ओहो अहिलेसम्म रहेछ बुबा हो यो खतरा है पहिला त यो यहाँ एक ब्रिक थियो बुबाको फोटो होइन कहाँ छ हो यो पनि बुबा नै हो यो लुगा सबै बुबाको हो फोटो त सबै ढुट्टो भइसक्यो बुबाको फोटो थुप्रो थियो बुढा जमानामा डेन्जर थियो नि अहिले पो कस्तो हेन्सम छ कि बुबाको फोटोहरू यहाँ यो चाहिँ मेरो फेरि अहिले त केही पनि छैन होला ला ए चाँदी कुट यो मलाई बुवाले ल्याइदिएको मोबाइल नोकिया मोबाइल भित्रभित्र के लेखी बस्थ्यो त्यत्तिकै यो पनि नोकिया मोबाइलकै हो नम्बर रहेछ झन्डी पूर्जा कसको यो त त्यही मुला यो पनि मेरै हो यो मलाई बाजुले दिएको तपाईँको बुबाको हो यो लुगा राम्रो रहेछ त अहिलेसम्म मलाई दिएको यो पनि बुबाको हो त्यो आर्मीमा लाउने होइन होला मलाई चाहिँ एकजना बेला दिएको यो बुबाको लुगा हो खतरा खाले यो पनि सबै सुटीको लुगा सबै बुबाले छोडिराखेको छ कि सबै यो बुबा र ममा पुरानो फोटो ओहो यो फोटो त बोक्नुपर्छ सपनामा खालि यहाँ मात्र देख्थ्यो ल खोलेर हेरेको खालि यहाँ राख्थ्यो घिउ अहिले त केही पनि छैन अहिले खालि यहाँ राख्थ्यो घिउ हर्प्याङ मसँग होला हर्प्याङ भन्थ्यो हर्प्याङ क्या यसको नाम ए झन्डै यता टेकेको त्यहाँ त फेरि यहाँ भर्याङ थियो होइन र छैन यहाँ चाहिँ किन खाली राखेको यस्तो यो त्यो ढुवामा हेऱ्यो माथि ए तामाको छ त यहाँ यो तामाको होइन बुझेको हो कि तामाको चाहिने भने होइन कहाँ यत्रो गरेर दानै दिने हो दानै दिने हो यहाँ चाबी रहेछ त कहाँ खजानाको चाबी हो कि आया खजाना यो त राखेन त फेरि बुझेँ यहाँ सुत्थ्यो खालि ब्याट्री स्याम के हो यो ब्याट्री सोलरको ब्याट्री अहिलेसम्म अहिले त चल्दैन होला मैले यहाँ तार काटेर गरेको थिएँ पहिला लुकाएर चार्ज गरेको थिएँ यहाँ तार यस्तो नाङ्गो पार्ने अनि यो चाहिँ त्यो मासु जोख्ने क्या जोख्ने धार्ने बिसौली जोख्ने मासु जोख्ने एउटामा मात्रै एउटामा मात्रै यहाँ तल एउटा थाली जस्तो हुन्छ यस्तो झोल्न्छ होइन अनि यहाँ चाहिँ यहाँ हुन्छ कि यो धार्नी बिसौली 1 पाउ 2 पाउ 3 पाउ 4 पाउ अनि यहाँ आएर यहाँ चाहिँ एक धान ठ्याक्कै एक धान भयो नि ठ्याक्कै यस्तो सिधा हुन्छ ए सिस्टम पत्र सत्र त होइन नि नम्बर रहेछ यो बुवाले भुइँकल कि गल भरि मकै हुन्थ्यो पहिला सुर्केस मैले काठमाडौँबाट ल्याउने जीवन हाम्रो
कस्तो देखाएको छ अँध्यारो भइसक्यो राम्रो अँध्यारो भएपछि अहिले कस्तो हुन्छ हाम्रो यो हामी जन्मेको गाउँ तर मधुरो बोली कोही कोही अब बोली त आउँदैन टोल रुङ्गनी नाके जो ल गाइज अर्को ब्लगमा भेट्ने बाचा गर्दै छुट्टिन्छौँ बाई बाई